नमस्कार, यहाँलाई अटो वृत्तान्तमा स्वागत छ। म कावेरी पौडेल। तपाईहरू धेरैलाई थाहा नहुन सक्छ, नेपालले इलेक्ट्रिक सवारीको सपना आज होइन, आजभन्दा 50 वर्ष अगाडि नै देखिसकेको थियो। जतिबेला दक्षिण एसियाका धेरै देशहरू पेट्रोल डिजेलमै रमाइरहेका थिए, त्यतिबेला काठमाडौँका सडकमा बिजुलीबाट चल्ने ट्रली बसहरू दौडिरहेका थिए। विक्रम सम्वत 2032 सालमा तत्कालीन राजा वीरेन्द्रको शासनकालमा चीन सरकारको सहयोगमा काठमाडौँमा ट्रली बस सेवा सुरु भएको थियो। चीन सरकारको उपहार स्वरूप काठमाडौँमा 22 वटा ट्रली बस सञ्चालनमा आए। यी गाडीहरूले त्रिपुरेश्वरबाट सूर्यविनायकसम्मको लामो रुटमा दैनिक यात्रुलाई सेवा दिन्थे। त्यो समयमा दक्षिण एसियामै यो एउटा नमुना यातायात प्रणाली थियो। उपत्यकाको हावा शुद्ध राख्ने, आवाज ननिकाल्ने ती ट्रली बसहरूले 3 दशकसम्म सेवा दिए। तर दुर्भाग्यवश राजनीतिक हस्तक्षेपका कारण कमजोर व्यवस्थापनले 2001 मा यो सेवा बन्द भयो। 2003 मा पुनः सञ्चालन भए पनि अन्ततः 2009 मा यो सेवा पूर्णतः बन्द भयो। तर ट्रली बस बन्द हुनुभन्दा अघि नै अर्को इलेक्ट्रिक क्रान्ति भने सुरु भइसकेको थियो। विक्रम सम्वत 2052 सालतिर अमेरिकी सहयोग संस्था USAID र ग्लोबल रिसोर्स इन्स्टिच्युटको सहयोगमा काठमाडौँमा प्रदूषण फैलाउने डिजेल टेम्पोलाई ब्याट्रीबाट चल्ने सफा टेम्पोले विस्थापित गर्यो। नेपाल इलेक्ट्रिक भेहिकल इन्डस्ट्रिज नेभीले यी टेम्पोहरू बनाउन थाल्यो। पछि गएर 2053 सालसम्म आउँदा त्यतिबेला सञ्चालनमा रहेका टेम्पोहरू इलेक्ट्रिक बनिसकेका थिए। करिब 600 भन्दा बढी सफा टेम्पोहरूले लगभग 28 वटा रुटमा दैनिक थुप्रै यात्रुलाई सेवा दिन्थे, जसका लागि 34 करोड लगानी भएको थियो। 3.8 करोडको लगानीमा 38 वटा चार्जिङ स्टेसन थिए र धेरै जसो चालक महिला नै थिए। त्यो समयमा विश्वका धेरै ठाउँमा यस्तो सोच अझै आएको थिएन। तर अस्पष्ट सरकारी नीति, महँगा ब्याट्रीको मूल्य र माइक्रोबससँगको अस्वस्थ प्रतिस्पर्धाले यो अभियान कमजोर बन्यो। के तपाईलाई थाहा छ निजी इभीको सुरुवात कसरी भयो? नेपालको सार्वजनिक यातायातमा इलेक्ट्रिक गाडीको प्रवेश भइरहँदा निजी इभीको कुरा पनि अगाडि आइरहेको थियो। विक्रम सम्वत 2067 सालमा विजय सागर प्रधानले नेपालमै पहिलो निजी इलेक्ट्रिक कार किने र त्यो थियो रेभा। बेंगलोरमा बनेको यो सानो गाडी जसले एक चार्जमा 80 किलोमिटर यात्रा गर्थ्यो। त्यो बेला पेट्रोल पम्पमा लामो लाइन बस्नुपर्ने बाध्यताबाट मुक्ति पाउन खोजेका प्रधानलाई धेरैले हुन्डाई सान्ट्रो किन नकिनेको भनेर प्रश्न पनि गर्थे। त्यसपछि मात्रै विक्रम सम्वत 2070 मा आएर महिन्द्राले E2O ल्यायो, जुन रेभाको नै अर्को भर्जन थियो। त्यसपछि महिन्द्रा E2O ले निकै चर्चा पायो, तर यो इभी इतिहासको सुरुवाती अध्याय मात्र थियो। के तपाईलाई थाहा छ 2015 को नाकाबन्दीले नेपालमा अहिलेको इभी बजारलाई कसरी सहयोग पुर्याएको छ? नेपाल जस्तो देश जहाँ लामो समयसम्म यातायात पूर्ण रूपमा पेट्रोल र डिजेलमै निर्भर थियो, विशेष गरी 2015 को नाकाबन्दीले नेपाललाई ठूलो पाठ सिकाएर गयो। इन्धन रोकिँदा सडक सुनसान भए, बजार प्रभावित बन्यो र दैनिक जीवन नै अस्तव्यस्त भयो र त्यो अवस्थाले नेपाललाई तत्कालै वैकल्पिक ऊर्जा र इलेक्ट्रिक सवारी प्रयोगतर्फ सोच्न बाध्य बनायो। त्यहाँबाट नै सुरु भयो नेपालमा निजी इभीको वास्तविक यात्रा। सुरुमा कठिनाइहरू थिए। नेपालमा लोड सेडिङको समस्या थियो, चार्जिङ स्टेसन बिरलै थिए। 2017 मा लोड सेडिङ अन्त्य भएपछि अवस्था झन सहज बन्न थाल्यो। बिस्तारै निजी क्षेत्रको पहल बढ्न थाल्यो र नेपालको इभी तर्फको यात्राले गति लियो। तर यो त सुरुवात मात्र हो। आज हामीले जुन बाटो समातेका छौं, अन्तिम गन्तव्य के हो? के नेपाल वास्तवमै सम्पूर्ण रूपमा इभी एडप्सनतर्फ भर पर्न सक्ला? त्यसबारे अन्तिम निष्कर्ष आजै निकाल्न सकिने अवस्था भने छैन। इभी पेनिट्रेसनको हिसाबले कसरी पुग्यो नेपाल दोस्रो स्थानमा? सन् 2015 मा इभी पेनिट्रेसनको हिसाबले नेपाल विश्वकै दोस्रो स्थानमा पुग्यो। नयाँ गाडी बिक्रीको 73% भाग इलेक्ट्रिक भयो र यो कुनै सानो उपलब्धि भने थिएन। आजको अवस्थालाई हेर्दा नर्वेपछि नेपाल दोस्रो स्थानमा छ, जहाँ नर्वेमा 97% छन् भने नेपालमा 73% रहेको छ। त्यसैगरी छिमेकी देश भारतमा इभी पेनिट्रेसन जम्मा 7.5% रहेको छ। सबैभन्दा रोचक लाग्ने कुरा के छ भने आर्थिक रूपमा शक्तिशाली देश संयुक्त राज्य अमेरिकामा केवल 10% मा सीमित हुँदा नेपालले यी विकसित राष्ट्रलाई पछाडि पार्दै विश्व इभीको प्रयोगको दौडमा अगाडि बढेको छ। यो पेनिट्रेसन कुनै एक दिनमा भएको होइन,
सरकारले इन्धन गाडीमाथि 300% आयात शुल्क कायम राख्दा इलेक्ट्रिक सवारीमा भने 25 देखि 90% मात्र शुल्क लाग्न थाल्यो। यसले बजारमा एक भिन्नै स्थिति पैदा गर्यो, जहाँ एक इलेक्ट्रिक कार किन्न पेट्रोल कार किन्नुभन्दा सस्तो भयो, जुन कुरा विश्वका अन्य कुनै पनि देशहरूले गर्न सकेका थिएनन्। अझ यी ब्याङ्कहरूले सजिलै इभीका लागि लोन पनि दिन थाले। त्यसपछि त सरकारले वार्षिक रजिस्ट्रेसन शुल्कको छुट पनि दियो। अनि त उपभोक्तालाई के चाहियो? त्यसैले जब हामी आजको इभी क्रान्तिको कुरा गर्छौँ, हामीले यो सम्झनुपर्छ, यो कुनै 21औं शताब्दीको आधुनिक प्रविधिको मात्रै कथा होइन। यो 1975 को ट्रली बसको कथा हो। यो त 1993 को सफा टेम्पोको कथा पनि हो र 2010 को रेभाको कथा हो र अहिलेको BYD र टेस्लाको पनि कथा हो। नेपालले 50 वर्ष अघि नै इलेक्ट्रिक यातायातको सपना देखिसकेको थियो। यसबाट नेपालले इनोभेसनको सेक्टरमा सिक्न सक्ने पाठहरू धेरै छन्। अटो क्षेत्रका अन्य रोचक सामग्रीलाई हेर्नका लागि फलो गर्नुहोस् वृत्तान्तन्यूज.com।